मलाई आफ्नो फेसको फिचरहरू नमिलेर होला कस्तो टोपी लगाउँदाखेरि इन्सेक्योर फिल हुन्छ कि कस्तो लामो मुख देखिया जस्तो फिल हुने अनि कस्तो लगाउँदैन थिएँ कि पहिला पहिला आजभोलि चाहिँ मैले लगाउँछु किनभने आफ्नो इन्सेक्युरिटी चाहिँ आफैले बगाउने रहेछ नेक्स्ट कुरा अनि मैले आजभोलि आफ्नो डेली लाइफमा एड गरेको चाहिँ यो चामलको पानी हुन्छ नि चौलानी यसले मुख धुन्छु यसमा अलिकति तातो पानी पनि एड गरेको थिएँ यसले चाहिँ अलिकति मलाई यो इफेक्टिभ लाग्यो कि बिहान बिहान जहिले पनि गर्छु आजभोलि 3-4 दिन भयो यहाँ मैले आफ्नो स्किल्सहरू देखाइरहेको छु मलाई त्यति मिठो पकाउन चाहिँ आउँदैन तर यो साग चाहिँ एकदम मनपर्छ कि तर यो धुन कस्तो अल्छी लाग्छ भने अनि यो पनि मैले भिडियो गर्ने चक्करमा अलिअलि डढालेँ तर स्टिल मिठो थियो ल अनि यो पनि साग पकाउँदैछु म फेरि अनि मैले किचन सफा गर्दै थिएँ किनकि मलाई काम गर्दै गर्दा सबै काम सकाउनु मन लाग्छ अनि मैले एक बाल्टी लुगा धोएँ भनेर देखाउँदैछु अनि यो जाडोको लुगाहरू धुन कस्तो गाह्रो हुने कि मलाई यो जाडो सिजन मनै पर्दैन कि आजभोलि यति धेरै लुगा हुन्छ नि त अनि म एकछिन भिटामिन डी पनि लिएँ घाममा एकछिन बसेँ अनि यो चाहिँ मेरो छतको भ्यू अनि अब चाहिँ म पहिला रेडी भएँ किनकि मेरो भातै पाकिरहेको थिएन अनि म पहिला स्किन केयर गर्दै थिएँ अनि स्किन केयर गरेँ अनि गेस वाट मेरो सनस्क्रिन सकिरहेको छ यो लग्जरियसको यो सनस्क्रिन यस्तो महँगो छ नि तर यस्तो राम्रो छ क्या अनि त्यही भएर यही लाउनुपर्छ मलाई यो बाहेक अरू केही लगायो भने चाहिँ मेरो एकदम पिम्पल आउँछ आई डोन्ट नो के हो मैले कति धेरै ट्राई गरिसकेँ अनि सकेर मैले कैँचीले काटेर चलाइरहेको छु तर अब चल्छ यो पनि अलि दिन अनि त्यही हो अनि मैले लिपस्टिक पनि अनि आज मैले चाहिँ यो टिका एड गरेको थिएँ अनि आफूलाई मन नै परिरहेको थिएन मलाई स्टिल मैले लगाएँ मलाई लगाउनु चाहिँ मनपर्छ टिका तर त्यस्तो सुहाएको कस्तो लाग्दैन अनि मस्कारा पनि लगाएँ मैले मेरो आइल्यासेस चाहिँ हाम्रो सबैको दिदीको मेरो भाइको हाम्रो सबैको एकदम राम्रो छ अनि यो चाहिँ मैले यो दहीमा पानी हालेर खाएँ अनि म अफिस गएँ आजलाई यति बाई।